व्हाट्सअप गाइज के छ खबर सबैजनाको सबैहरू तपाईहरू सबै सन्चै हुनुहुन्छ होला। यो ट्रेलको नाम के हो? हाम्रो अहिले मर्निङ साइड ट्रेल स्टार्ट भइसकेको छ। हैन हो मर्निङ साइड थाहा छ सबैलाई। गलत इन्फर्मेसन दिनु होइन नि आउनु मर्निङ साइडबाट चढेपछि मर्निङ साइड ट्रेल भएन। कहाँ मर्निङ साइड हो नि? बस मर्निङ साइड ल र जहाँ हो थाहा होइन ट्रेल कता पुऱ्याउँछ, किनभने हामी हेर्नु यो यहाँ हो भनेर हिँड्ने मान्छे होइन। गन्तव्य हाम्रो गन्तव्य कता हो हामीलाई पनि थाहा छैन। किन त्यसैले त हाम्रो च्यानलको नाम हो यताउता। यता एन्ड उता हामी जहाँ पनि हिँडिदिन्छौँ एनीवेयर। ल आजको हाम्रो चाहिँ ल के क्यामेरा फेरि ओके भन्ने बेलामा त भाइ फेरि के हो यार? बोल नि त ल। हाम्रो चाहिँ ल के ल हिजो चाहिँ हाम्रो ड्रोन सक्सेसफुल भएन, उडाउनु पाएन हावा चलेर। अझ चाहिँ हामी उडाउँछौँ फेरि लेक साइडमा गएर। त्यही हो आज पनि हावाले साथ दिनु पर्यो हावा उडाउनको लागि। हावा उडाउनको लागि हो कि के उडाउनको लागि? छोपेर बोल्नु पर्यो कि छोपेर त द्याट्स ओके। म त आइम ओके। अनि फेरि यतादेखि जाऊँ साइडदेखि ओके। अनि हाम्रो चाहिँ आज सुरु भइसक्यो। म चाहिँ सर्ट मात्रै लगाएर आएको थिएँ, तर आज चाहिँ एकदम फेरि बिचबाटमा हावा चलेर चाहिँ पोखरी आएर चाहिँ हाम्रो हावा एकदम चिसो हावा एकदम। अनि त्यही हो त्यसको लागि चाहिँ छेउ चाहिँ हामी चाहिँ आज ए मान्छेहरू कुकुरले डुलाउँछन्, हामी साला कुकुर चाहिँ भएर डुल्छौँ। त्यही हो चाहिँ हामी भर्खर माथि बाटो यो बाटोदेखि चाहिँ तल आएको पुल। त्यही हो हाम्रो देशमा छन् यस्ता यस्तै पुलहरू। फलामको दामी चान्स पाएको थियो यार म्यान। के पुल अरे? फलामे पुल। कहाँको हो त्यो फलामे पुल? तिनो पुल तिनो पुल त बगाइदियो होइन त बिग्री छ। बनाउँदैछ नि त नयाँ बनिसक्यो पुल त। अब हामी तपाईँहरू जान्न चाहनुहुन्छ होला हामी कुन ठाउँको कुरा गरिरहेको छौँ भनेर। हामी चाहिँ बुटोलको कुरा गरिरहेको। हामी बुटोल बासिन्दा हो, त्यसैले तिनो पुल एकदमै राम्रो एकदमै फेमस ठाउँ। पहिलाको धेरै वर्ष पुरानो पुल हो र धेरै वर्ष पुरानो पुल हो। त्यो पुल धेरै नै बुढो भइसकेको छ, त्यसैले अलिकति भत्किन मात्रै बाँकी छ। अनि झलुङ्गे पुल त कुन भनेको? पारिपट्टिको अबे यार मेन पुल के तिनो पुल, झलुङ्गेवाला पुल होइन क्या। ए तिम्रो घरको नेपालगञ्ज रोड जाने पुल। ल अझ जानु यहाँदेखि चाहिँ ल कुन बाटो जाने? चिसो छैन कुन बाटो जाने? ल चुज गर, एकदम राम्रो चुज गर कुन बाटो जाने। चुज अफ कोर्स राइट पहिले आइसकेर रहेछ साला बगल होइन। जब आफूलाई कुनै बाटो थाहा हुँदैन भने राइट बाटो चुज गर्नु। तिमी के भनेको? यहाँ पहिला आएको थियो कि नै तिमी यो बाटो? लेकै आएको थिएन एकपल्ट नि? लेक चाहिँ अर्को अगाडिबाट आएको थियो। हामी गएको थियौँ नि त्यही हो लेकमा। कुन लेक? सुरुमा गएको थियौँ नि, फर्स्टमा गएको हामी। त्यही पाइपको तेल पाइपको तेल अरे तेलको पाइप हो कि खै के हो थाहा भएन। पानीको पाइप नै हुनसक्यो त जेको भयो पनि, तर पाइप हो। यस तर जनावरहरू सही भेटिन्छ नि अगाडि। किन भेटिन्छ नि त जनावरहरू? के कारण होला त जनावरहरू भेटिनलाई? त्यो गाली दिन कि राम्रो एकदम प्योर ल किन भेटिन्छ होला त जनावरहरू? साला अस्ति साला भालु देखेँ कि भनेर दुकुर्दै गएको साला कौन मान्छे कुकुर लिएर खोला तारेर रहेछ क्या साला छोडिदिएर। कुकुर भेटिएर दुकुर्दै गएर क्या यहाँ अगाडि। ए रोशनको को थियो अझ म रोशनलाई पनि दुख्राएको अझ क्यामेरा पुगाएर दुख्राएको अझ। अनि ब्याम्बु दाई पनि हुनुहुन्थ्यो। डराउनु भयो होला त ब्याम्बु दाई त। बाबु दाई फेरि हो पिछा फेरि जानु अनि हिँड्दै पछि आउनु लाग्यो। दाई त कहाँ छुटिरहेको। त्यही हो रमाइलो हुन्छ जस्तो छ बाटो। यस्तो छ यहाँ दामी मान्छे हिँड्नको लागि मात्रै अनि साइकलको लागि। ह्यान्ड्रिक बौलालाई हालेको रहेछ के गर्नु त अब चिप्स खाऊँ न त अगाडि बसेर।
अब म चक्लेटहरू खानु पर्यो मन चक्लेट खानु मलाई चक्लेट होइन के चोकोलेट मेरो त चुङ्गामै नरहेछ मेरो मुखमा त खै बाक एउटा मात्रै छ चक्लेट अहिले फेरि एउटा मात्रै हो क्या अहिले त्यता नि छ क्या भाइ फेरि अहिले हेर्न साल एक्लै खायो नेवाला न अर्को ल्याऊ कि त्यो डब्बावाला ल्याऊ न डब्बावाला खोल नि त झोला डब्बावाला ल ल ल ल समता ल म निकाल्छु ल ल ल ल खोल त्यही हो अब हामी खान्छौँ चोर खाएको बेला देख्नै हुन्न खान परिहाल्छ त्यही खाली गर्छु माछा मार्नु पाइँदो रहेछ त्यो माछा मार्न आउनु पऱ्यो किन बल्छेर माछा मार्नको लागि लाइसेन्स चाहिन्छ क्यानाडामा अहिले तपाईँहरूलाई थाहा छैन भने चाहिन्छ थाहा नट अ बिग डिल अनलाइन त्यही हुन्छ हो यिनीहरूलाई माछा मारेर देखाउनु पर्दैन क्या त्यही हो मेरो त मलाई त्यस्तो खासै मिठो चाहिँ लागेन र यदि तपाईँहरूलाई नेपाल पैसा पठाउनु छ भने ट्याप 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 ट्यापबाट पठाउनु होला मेरो कोड छ साइकल साइकल पछाडि थ्याङ्क यू नो प्रब्लम म्याम यहाँ एक्सट्रा साइक्लिङ राइड पनि आउँछ र यो साइकल चाहिँ भाडामा पनि लिनु मिल्छ भाडामै लिने हो यो साइकल भाडामा पनि लिनु मिल्छ त्यही त नलिन नि मिल्छ $18-20 लिन्छ 1 घन्टाको र तपाईँहरूले एक दिन पनि लिन सक्नुहुन्छ यसको चाहिँ स्टप हुन्छ चेन्ज गर्दै लानुपर्छ फेरि ब्याट्री सक्यो भने चाहिँ अलिकति तपाईँहरूलाई झ्याउ होला भनेर भनिदिएको म त्यस्तो जान्ने हुनु पनि खोजेको होइन इन्फर्मेसन सेयर गर्न त जान्ने हुनु खोज्ने भन्ने कुरै होइन क्या त्यहीँबाट त भनेको छ किसिमै देख्यो नि बा के देख्यो आहा खै ज्याकेट किसिमै देख्यो नि बा गोजीमा हात हाल्नुहोस् त एकपल्ट गोजीमा हात हाल्नुहोस् त होइन मान्छे राम्रो हो कि ज्याकेट देखाउ न देख्यौ मेरो साथीले धेरै ठाउँमा क्यानाडाको धेरै पसलमा हगेको रेकर्ड राखेछन् कस्तो हो क्या मलमूत्र भन्ने चिजहरू न हो डन्सेप अन्ली थ्रो यही हो कि यहाँ बसेर रहेछन् मान्छे देखेन कुकुर साला पारि पठाएर रहेछन् खोला तारेर भालु देख्यो भनेर भालु हेर्नु हेर्न नि हौ यो पोइन्टबाट अगाडि छ पोइन्ट कस्तो रियल म्याड्रिड त अति हो गएर साथी चाहिँ रेफ्रीलाई नि सिकाउनु खोज्नु रेफ्री होइन कि हुन्छ नि एउटा राम्रो फेयर गेम प्ले हुन्छ नि 2-4 रेफ्रीलाई सिकाइसक्नु भएको छ म साथीले चाहिँ नेभर त्यही हो फेयर प्ले त नेभर के रियल म्याड्रिड यहाँ त चाहिँ रियल म्याड्रिड विरोधी रोनाल्डो विरोधी मेस्सीको सपोर्टर हुनुहुन्छ उहाँ चाहिँ के भन्छ अरू किन रियल म्याड्रिड भर्खर त पेनाल्टी थियो यार के राजा बल्छी खेल्ने थियो राजा तिनीहरूको इस्टर ब्रो इट्स इस्टर इस्टर भनेको के थाहा छ यो इस्टर्न कन्ट्रीहरूबाट चाहिँ यता सिफ्ट दिन त्यहाँ आएर चाहिँ यो चाहिँ पहिला इस्ट थियो होइन पहिला चाहिँ त्यो उस न फङ्गसवाला इस्ट के त्यो चाहिँ थियो पछि चाहिँ मान्छे जानु होला फेरि लेकमा यहाँ लौ होइन सिधै के फेयर गेम प्ले नखेल्नेहरू टिम सिधै हारोस् के सिधै हारोस् हो फेयर गेम खेल्नु नि फेयर गेम खेलेर जित्नु नि भर्खर त्यस्तो साथी रेफ्री छ यहाँ बसौँ न त यहाँ बस्ने हो लामो छैन कि अन्त त्यतिखेर सकिन्छ क्या अगाडि गएर होइन नि त रेफ्री छ त्यसैले त रियल म्याड्रिडले जितिरहेको रेफ्री नभएको भाइ जित्थेन के बरु रेफ्री भएर रियल म्याड्रिडले जित्छ बुझ्यौ एमा के न केही त छ कि लेकमा इस्टरमा साला समुद्र गर्न नआउँछन् कि यिनीहरूको नि यो पनि हामीलाई थाहा भइसक्यो थारूहरूको जस्तो रहेछ उसहरू थारू कल्चरको जस्तो हो के भन्छ अरे तिनीहरू के मनाउँछन् र छठ पर्व जस्तो रहेछ
सबै खोलामा जाने नआउने डुबुल्की मार्ने आउने सबै मान्छेहरू यतादेखि हो क्या थाहा पाइसक्यो क्या सबैजना मान्छेहरू आछ नि हेर यो अरू बेला योहरूले ठाउँमा मान्छे छुट्नु नि क्या शान्त ठाउँ यार कता कति मान्छे नुहाएर आइसकिन रल्ली बिहान छिटो आएर आइछन् पालो पाएछन् थारू कल्चरमा मात्रै होइन माघी सङ्क्रान्तिमा फेरि अरूले पनि नुहाउँछन् हो तिमीले चाहिँ कुन सङ्क्रान्तिमा नुहाउँछस् त म अब यस्तो हो मलाई चाहिँ सङ्क्रान्ति चाहिँदैन नुहाउनुको लागि म अब एभ्रिडे सङ्क्रान्ति फर्मी बच्चा म त लुट्यो हुने थिएँ यहाँ हौरी कुदाएर थिएँ नि त है त्यही हो अब Bilbao, Bilbao, Atletico Bilbao, Bilbao, Atletico Bilbao, Atletico Bilbaoले जित्नु पर्छ आज कसलाई बारडिडलाई बारडिड उचाल्न खोजी गरेर त्यो देख्यो के मान्छेहरू हाल्ने हाम्रो रेकर्डिङ चाहिँ ल हुँदैछ अन प्रोग्रेस त्यही हो मान्छेहरू चाहिँ हामीलाई यस्तो लिएर हिँडेको देख्दा चाहिँ साला पागल कहाँको मान्छे जम्मा भएछन् बे तल झर्ने होला नि राइटतिर जाने हो आज राइटतिर मान्छे छैनन् होला लेफ्टतिर त तिमी अस्ति नै आइसकेछौ यहाँबाट हेरेको थिएन भनेपछि आएर पहिला उहाँ सार्क लिएर न फिनु चलेर हिँडेको के भएको होइन के 5 हालेर 1 करोडको सपना थियो ट्रेन्डी भएको होइन के मड्रिडले जितेरिसक्यो के मड्रिड डिजर्भिङै थिएन बिलबाओ कस्तो त्यस्तो क्लियर पेनाल्टी नदिएको मा त्यो रिस उठ्यो के ट्रेन गएर कति धेरै त्यही हो यहाँ त चले छैन त यहाँ आगो बालिदिउँ न त्यहीँ हो कि उता गएर बाल्ने उता हिँड न उता हिँड्नु न उता कस्तो छ त्यो उता एक्सप्लोर गरौँ न लुच्ची कस्तो छ उता गएर त्यही हो चिप्स खाऊँ न चिप्स रुक न त्यो उस मलाई खानु मन लाग्यो मलाई त्यो चिन्टोज चिन्टोज खाऊ पहिला चिन्टोज चिन्टोज खाऊ कसलाई फोन हानेको साथीलाई साथी के बियोस भयो होइन उता रियल मार्केट खानु अब टाइटल राम्रो भयो क्या अब जे गर्ने नि गरौँ भेलभर्देले कस्तो पड्कायो च्याम्पियन्स लिगमा छ त रियल माड्रिड अर्को साल अनि उस के अरे एफए कप बच्यो होइन एफए कप डेल रे रियललाई यो लास्ट हो भनेको एफए कपा डेल रे बच्यो द्याट्स इट विल फिनिस देम फेडरिको भेलभर्दे माड्रिड जान्छ जान्छ Yes sir, it's recording. Hi. Yes. तल झन् ठाउँ छैन यहाँ चिप्लिटी खेलेर जाने त नि छैन नपर्ने होइन यतादेखि छ कि अघि यहाँदेखि निस्किरहेको थियो मान्छेहरू यतादेखि कतादेखि झन् छ कि यहाँदेखि मान्छेहरू आइरहेको छ नि चिपेर लड यस्तो पनि हुँदो रहेछ यस्तो पनि हुन्छ किनभने यस्तै हुन्छ नि गोप्रो खाएको बेडसिट ल्याएन छ पेन लाएर
भ्याइन तँलाई होइन सोधेको नयाँ फेरेको यो एउटा त डेट भइसक्यो कोलेप्स भयो एउटा त हामी चाहिँ अब आगो बाल्न हिँडेको अब आगो अब कहाँ हुन्छ अब मेसो मिल्छ भन्ने कुरा अब बेसी अब हामीले यस्ता जम्मा गर्दै गरे नि हुन्छ यिनीहरू राम्रो बोल्छ भाइ बस आगो बाल्नु न हात काट्दै त्यो चाहिँ हामीले पहिला like a Parker doing it. Good stuff. What's it? It's fucking windy. Sack भनेको बा बर्ड कति राम्रो बर्ड धपा आयो यो जङ्गली जनावरले भाइ मामा माथि होइन अब यति ठिक हुन्छ होला न्यानो भयो बल्ल अलिकति हात त फेरि नराम्रो छ एकदम भुवन के कसो म त राम्रो छु ल बेबी पोइन्टमा चाहिँ ब्ल्याङ्क पोइन्टमा ल्याम्म होइन यहीँ हो यहाँ उडाउनु मिल्दैन मान्छेको अगाडि एउटा त होइन किन हो यो क्रसिङमा क्या पुलमा किन नमिल्ने मिल्न त मिल्छ कि मान्छेलाई डिस्टर्ब हुन्न त्यहाँ गएर मान्छेहरूलाई किन डिस्टर्ब हुने